बहुप्रतीक्षित काठमाडौँ तराई मधेस फास्ट ट्र्याकको वैकल्पिक प्रस्थान बिन्दुका रूपमा ललितपुरको डुकुछाप पछिल्लो समय चर्चामा छ। सुरुवाती बिन्दुका लागि पहिले तोकिएको खोकना क्षेत्रमा स्थानीयको विरोधका कारण नयाँ विकल्प अगाडि सारिएको हो। स्थानीयवासी आफैले खोकनाको सट्टा डुकुछापबाट फास्ट ट्र्याक सुरु गर्न प्रस्ताव गरेपछि बस नयाँ दिशातर्फ मोडिएको छ। डुकुछाप ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा पर्छ। हरियाली युक्त र कम जनघनत्व रहेको यो सहर उन्मुख ग्रामीण बस्ती हो। यहाँका बासिन्दाको मुख्य पेशा कृषि हो। यस क्षेत्रमा खोकनाको तुलनामा पुरातात्विक र सांस्कृतिक संरचना कम छन्। यसैले यहाँबाट फास्ट ट्र्याक सुरु गर्दा खोकना जस्तो विरोध हुने सम्भावना कम देखिन्छ। गत सोमबार खोकनाका पूर्व गाविस अध्यक्ष मदन कृष्ण डङ्गोल, एमाले नेता ज्ञानेन्द्र साक्य र जनसरकार समितिका संयोजक नेपाल डङ्गोल सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो। उनीहरूले खोकनाबाट होइन 5 किलोमिटर पर पर्ने डुकुछापबाट फास्ट ट्र्याक सुरु गर्न प्रस्ताव गरे। प्रधानमन्त्रीले स्थानीयको आवाज नसुनी निर्णय नगर्ने बताए। उनले स्थलगत अनुगमनपछि मात्रै निर्णय लिने र जनविरोधका बीच विकास नगर्ने प्रतिबद्धता जनाए। डुकुछाप निवासी गौतम तिमिल सिन्हाले खोकनामा कुरा नमिले फास्ट ट्र्याकको प्रस्थान बिन्दु आफ्नो ठाउँमा ल्याउन तयार रहेको बताएका छन्। उपयुक्त मुआवजा पाए जग्गा छाड्न तयार रहेको उनको भनाइ छ। अध्ययन अनुसार डुकुछापमा मध्यम स्थितिको जमिन र बलियो माटो पाइएको छ, तर उच्च वर्षामा भूस्खलनको जोखिम रहेकोले रिटेनिङ पर्खाल, सोइल स्टेबिलाइजेसन, जियोग्रेडिक्स र सोइल नेलिङ जस्ता भू सुधार प्रविधिहरू प्रयोग गर्न सुझाइएको छ। यो क्षेत्रमा सडक र सुरुङ निर्माणका लागि मध्यम भूकम्पीय प्रभाव तथा उपयुक्त भूगुणस्तर रहेको पाइएको छ। यद्यपि भूकम्पीय जोखिमलाई ध्यानमा राखेर थप स्थिरता परीक्षण आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ। डुकुछापको निर्माण लागत अन्य विकल्पहरूको तुलनामा कम छ, जसमा मेन्टेनेन्स सहित 5 अर्ब 30 करोड रुपियाँ लागत अनुमान गरेको छ। सामाजिक प्रभाव कम हुने र लामो दूरीको यातायात व्यवस्थापन सहज हुने भए पनि पहाडी भूभागका कारण सुरुङ वा वायाडक्ट निर्माण गर्नुपर्ने अध्ययनको निष्कर्ष छ। टोल प्लाजाको स्थान सार्न र 24.6 रोपनीको अतिरिक्त भूमि अधिग्रहण गरी 6 वटा इन्टरचेन्ज निर्माण गर्न सुझाइएको छ। डुकुछापका बासिन्दा परियोजनाबाट प्रत्यक्ष प्रभावित हुने भएकोले उचित पुनर्वास, निष्पक्ष मुआवजा र स्थानीय समुदायलाई रोजगारीका अवसर प्रदान गर्न विशेष नीति अपनाउनु पर्ने अध्ययनको सिफारिस छ। यसलाई विभिन्न लिङ्क रोडहरू मार्फत राजधानीसँग जोड्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ। सोमबार रक्षा मन्त्री मानवीर राईले खोकनाको विकल्प खोज्न लागेको बताएका थिए। जो हाम्रो खोकना क्षेत्र ललितपुरमा छ, त्यो क्षेत्रमा हाम्रो चाहिँ मुख्य हाम्रो पोइन्ट बनाउने कुरा अलि विवादित भएर अहिले त मैले भन्नुपर्दा युरोस्टमबाट भन्नुपर्दाखेरि खोकनै भन्नुपर्छ कि भोलि, तर यो विषयमा सरकारले सोचिरहेको छ त्यहाँको जनताको मागहरू के गरेर सम्बोधन गर्न सकिन्छ, हामी बा अन्यत्र सर्नुपर्ने या के गर्नुपर्ने भन्ने कुरामा हामी अहिले अलि सोचिरहेका छौँ। त्यसैले त्यो क्षेत्रमा हामीले फास्ट्याग निर्माणका कामहरू गतिविधि अगाडि बढाएका छौँ। डाँडाभन्दा उता पछाडिका क्षेत्रहरू अब सबैतिर हामी क्रियाशील छौँ। खोकनामा प्रस्थान बिन्दु बनाउने प्रयास स्थानीयको विरोधका कारण सफल हुन सकेको छैन। त्यहाँका स्थायी बासिन्दा पुरुषोत्तम महर्जनले खोकनासँग आफूहरूको अस्तित्व जोडिएको बताएका छन्। उनले कुनै हालतमा त्यहाँ प्रवेश बिन्दु राख्न नदिने जिकिर गरे। डुकुछापबाट आयोजना सुरु गर्न उपयुक्त रहेको उनको सुझाव छ। खोकना निवासी अष्टमान महर्जनले पुर्खासँग गाँसेको संस्कार र रीतिरिवाजलाई मेट्न नदिने भन्दै सरकारसँग आक्रोश पोखे। उनले आनाको 20 लाख जाने जग्गा सरकारले 2 लाखमा अधिग्रहण गर्न खोजेको आरोप समेत लगाए। खोकना काठमाडौँ उपत्यकाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको परम्परागत नेवारी बस्ती हो। यहाँ जात्रा, कुलदेवता र बस्तीका पुस्तौदेखिका पुराना संरचना छन्। स्थानीयवासीले फास्ट ट्र्याकको सुरुवाती बिन्दु खोकनामा राख्न नहुने भन्दै विगत 16 वर्षदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्। फास्ट ट्र्याक आयोजनाको प्याकेज नम्बर 11 अन्तर्गत पर्ने खोकना बुङमती खण्डले 6.5 किलोमिटर दूरी ओगट्छ। 2076 भदौ 1 मा मन्त्री परिषदले डिपिआर स्वीकृति गरेपछि सेनाले खोकना स्थित 0 किलोमा काम थाल्ने प्रयास गरेको थियो, तर स्थानीयको विरोधका कारण त्यो अघि बढ्न सकेन। एसियाली विकास बैङ्कको सम्भाव्यता अध्ययन प्रतिवेदनमा फास्ट ट्र्याकका लागि तय गरेको रेखाङ्कनले सिकाली मन्दिर जस्ता पुरातात्विक क्षेत्रमा असर पर्ने देखिएपछि स्थानीयको विरोध चर्किएको थियो। 2074 साउन 21 मा सरकारले परियोजना नेपाली सेनालाई जिम्मा दिँदै कार्यान्वयनको सुरुवात गर्यो, तर खोकनावासीसँग 10 बुँदे सहमति गरेपछि मात्रै डिपिआर परिमार्जन सम्भव भएको थियो। परियोजनाको वर्तमान अवस्था 70.977 किलोमिटर दूरीको परियोजना 13 वटा प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ। तीमध्ये 12 वटा प्याकेजमा काम अगाडि बढेको छ, तर खोकना खण्डमा भने ठेक्का प्रक्रिया समेत अघि बढ्न सकेको छैन। कुल लागत 2 खर्ब 11 अर्ब 93 करोड रुपियाँ पुगेको परियोजनामा हालसम्म 75 अर्ब 16 करोड रुपियाँ खर्च भइसकेको छ। रक्षा मन्त्री मानवीर राईले 41% निर्माण सम्पन्न भएको सोमबार प्रतिनिधि सभा बैठकमा बताएका थिए। काठमाडौँ मधेस तराई जाने फास्ट्याग लगभग 40% कामहरू सकिएको छ। अब केही दिनभित्र, केही महिनाभित्र सम्भवतः हामी
उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ र यसको म जानकारी गराउन उपयुक्त लागेको विषय के छ भने काठमाडौँ खाल्डोभन्दा बाहिर जहाँ यो डाँडाभन्दा उताको तराई क्षेत्र सबै क्षेत्रको जमिनहरू लिने काम सबै सकिएको छ। यसका सबै प्रक्रियाहरू समाप्त भएको छ। त्यसैले अब जमिनको समस्या कहाँ आन्दोलन होला, विरोध होला, यी कुराहरू उजुरी आउला भन्ने कुराहरू समाप्त भएको छ।